गुड आफ्टरनुन गाइस, के छ सन्चै हुनुहुन्छ सबैजना? म पनि सन्चै छु। आज चाहिँ मेरो छुट्टी छ, त्यही भएर चाहिँ म आजमान कर्निसमा आएको छु। अहिले चाहिँ यो लोकेसनमा आइपुगेछु। पहिला अस्ति चाहिँ यहाँ आउँदा बन्द गरेको थियो, अहिले चाहिँ फेरि खुलिसक्यो। यहाँ निर्माणको काम भइरहेको छ, त्यही भएर चाहिँ अहिले फेरि म आएको छु। हजुरहरूलाई चाहिँ म यहाँनिर आज यहाँ आजमान कर्निसको भ्यूहरू देखाउने छु। बाहिर चाहिँ एकदमै गर्मी छ, त्यही भएर चाहिँ आज स्विमिङ गर्नु पर्यो भनेर आएको। तर पानी कस्तो छ, गरम छ कि छैन थाहा छैन। लेट्स सी। पहिला आउँदा चाहिँ यहाँनिर सबै यहीँसम्म थियो, नजिकैसम्म थियो यो पानी। अहिले चाहिँ यहाँ सबै यहाँनिर चाहिँ प्लेग्राउन्ड बनाइसकेको रहेछ। अनि यहाँनिर पनि यहीँसम्म नजिकैसम्म थियो, अहिले चाहिँ यहाँनिर सबै ठुलो यहाँ चाहिँ एरिया भएछ, यहाँनिर ग्राउन्ड जस्तो। लेट्स सी अब त्यहाँको स्विमिङ अनुभव चाहिँ कस्तो हुन्छ हजुरहरूलाई देखाउने छु। अहिले चाहिँ एकदमै गर्मी छ, म पनि आइपुगेँ यहाँनिर। अब चाहिँ म पनि स्विमिङ गर्नु जानुपर्ने हुन्छ। सी यू देयर। अहिले चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले, मान्छे अलिअलि काम पर्न लागेको छ, अलिअलि गर्दैछ।
गाइस अहिले चाहिँ अब म स्विमिङ गरिसकेर चाहिँ अब चाहिँ रुम जाने तयारीमा छु किनभने अहिले चाहिँ 4:46 भएछ अब चाहिँ रुम जानुपर्ने हुन्छ यो एरिया चाहिँ देख्न सक्नुहुन्छ पहिला चाहिँ एकदमै यहाँ परसम्म थियो हाम्रो स्विमिङ गर्ने एरिया अहिले चाहिँ यत्रो ठुलो बनाएछ हेर्नु त सबै यहाँ चाहिँ ठुलो बनाएछ ग्राउन्ड बनाएछ यहाँ चाहिँ बेलुकाखेरि चाहिँ यहाँ चाहिँ गेमहरू खेल्नलाई पनि सजिलो हुने भएछ अब चाहिँ सबै समाचार भएछ एकदम रमाइलो भएछ ठुलो फराकिलो ठाउँ भएछ अहिले चाहिँ म रुमतिर फर्किँदैछु देख्न सक्नुहुन्छ एकदमै गर्मी भएकोले गर्दा चाहिँ यो नन अल्कोहलिक बियर पिउँदैछु अब चाहिँ म रुम फर्किँदैछु अहिले चाहिँ देख्न सक्नुहुन्छ म यो ठाउँमा आइपुगेको छु